बेलुका 6:05 को जजिरा एयरलाइन्सको जहाजबाट काठमाडौँसम्मको यात्रा गर्नु थियो। 4 बजे नै एयरपोर्ट पुगिसकेको थिएँ म। घर फर्किने भनेपछि मनमा अनेक उमङ्ग भरिन्छन् नै। छुट्टीमा पहिलो पटक घर जाँदै गरेको भने होइन म। 7औं पटकको छुट्टी जाँदै थिएँ यसपालि। परदेश बसाई एक किसिमको मृग तृष्णा हुँदो रहेछ। देशमै बसेर शिक्षा सेवा गर्ने उद्देश्य त थियो जीवनको, तर स्नातकोत्तरसम्मको शिक्षा पुरा गरिसक्दा पनि भरपर्दो आर्थिक उपार्जन गर्ने वातावरण नबनेपछि वैदेशिक रोजगारीमा जाँदिनँ भन्ने अठोट गरेको म। बढीमा 2-3 वर्षका लागि भन्ने मनुशर्तमा परदेशिएको अहिले जस्तो लाग्छ। रहरहरूको बहावलाई बाँध लगाए पनि आवश्यकताको पहाड चुलिँदै गएपछि जिजीविसाको दागबत्ती दिँदै पार्थिव मन समेटेर निरन्तर जिम्मेवारी पुरा गरिरहनु पर्दो रहेछ। आफ्ना सपनाहरूको गडमेलमै रमाउँदो त म देवकोटाका कविताहरू चाहिँ स्वच्छन्द एक आकाश उचाइ नापिसक्दो। अर्को साल त जसै घर फर्किने भन्दै भिसा नवीकरण गराउँदाको मङ्ग 1 सालपछि फेरि त्यही प्रक्रियाको नवीकरणमा पुगेर टुङ्गिँदो रहेछ मृग तृष्णा बनेर। टर्मिनल 5 हातमा ह्यान्डब्याग र साथमा र्यापिङ गरिएका लगेजहरू समेटेर बोर्डिङ पास खोल्ने प्रतीक्षामा उभिएका युवा युवतीहरूले भरिभराउ छ। र्यापिङ बाहिरैबाट देखिन्छ, कुवेत टु काठमाडौँ। के होला त्यो लगेजभित्र? आफ्नी प्यारीका लागि श्रृङ्गारका केही सामानहरू, काजु, ओखर, चकलेट, केही पर्फ्युमका सिसीहरू, केटाकेटीका लागि रिमोट कन्ट्रोल गाडी अथवा स्मार्ट वाच, केही थन मोबाइल, पोहोर साल छुट्टी गएर फर्किँदा किनेका केही पुराना कपडा, सुगर प्रेसरले थलिएका बाआमाहरूको लागि के नै होला र अथाह प्रेमको सङ्गालो यति जतनका साथ खिटिक्क पार्ने तालाले बन्द गरिएको छ। वर्षभरि परदेशमा बगाएका पसिनाका एक थोपाहरूको सङ्ग्रह लगेजभित्र सुरक्षित छ, एक कदर मुस्कान बनेर। केही थान चाउरी परेका अनुहार पनि छन् त्यतै कतै, जो फेरि फर्किने शर्तमा घर जाँदैछन्। टर्मिनलको खम्बामा जडित सानो ऐनामा एक झलक हेरेँ। आफू परदेश आउँदा जुङ्गाका रिखहरू बाक्लिँदा थिए, आज फाट्टफुट्ट दारी फुलिरहेका छन्। उमेर भएर त होइन, सायद समुद्रको नुनिलो पानीले आफ्नो चिनो छोडेको हुनुपर्छ। अनि फर्किएँ फेरि ती चाउरिएका अनुहारहरूतिर। यही रफ्तारले यो झरझर अनुहारमा चाउरी उम्रिन कति समय लाग्ला र? चाउरी र झरी च्याउ सायद उस्तै हो। आकाशको पानीले धरतीलाई पिटेपछि छाता बनेर उम्रिँदा हुन् झरी च्याउहरू। गरिबीको ज्वालामुखीले जीवनलाई रापेपछि लाभा बगाउने कुलेसो बनेर कोरिँदा हुन् चाउरीहरू। केही समयपछि बोर्डिङ पासका काउन्टरहरू खुले। दुवै काउन्टर अगाडि लाइन बने। एक चौधरी दाजुले फिस्सा हाँस्दै भन्न भ्याइहाले, हामी नेपालीले जहाँ गए पनि लाइनले नछुन्ने भयो। तर यही प्रक्रिया संसारैभरि चलिरहेको कुरा उनले एका समेत राखेनन्। मलाई लाग्यो मनमा आएको कुरा पक्क बोलिदिए त के बिराए। मन केही हलुका भएको भए राम्रै हो। म पनि लगेज तान्दै लाइनतर्फ बढेँ। बोर्डिङ पास पुरा भयो। लगेजलाई घुम्ने फिताको जिम्मा लगाएपछि अब ज्यान अलिक फुर्सद भएको महसुस भयो। अब भने ह्यान्डब्यागको तोल चोखाएर सुरक्षा जाँच पार गर्दै जहाजको प्रतीक्षा स्थलसम्म पुग्नु थियो। सुरक्षा जाँच नियमत आवश्यक र अनिवार्य नै भए पनि मलाई चाहिँ सबैभन्दा झन्झटिलो लाग्छ। कम्मरमा बाँधिएको पेटीदेखि औँठी, सिक्री, मोबाइल, ल्यापटप आदि सबै एउटा ट्रेमा राख्नुपर्ने, अनि फेरि सुरक्षा जाँच सकिएपछि लगाउनु पर्ने, बडो दिग्दारिलो लाग्छ। अझ जुत्ता पनि खोलेर स्क्यानर गेटमा उभिनु पर्दा त आफैले आत्मककारी उकी जस्तो लाग्छ। प्रक्रिया हो, पुरा गर्नै पर्यो। अगाडि बढे। एउटा सानो डिजिटल काँटा लिएको बङ्गाली बन्धुले रोकिहाल्यो। आपका ब्याग 10 केजी है भाइ, 7 केजी बना के आइए। अब पर्यो फसाद। मेरो ह्यान्डब्याग 10 केजी भएको जानकारी मलाई भन्दा पहिला अरू कसलाई थियो होला र? तर पनि उसले मलाई थाहै नभए जस्तो जानकारी दियो। फेरि एकपटक सम्झायो, ठिकै गर्यो। बन्धु थोड़ा कम्प्रोमाइज कर दो ना, 3 केजी का बात है, इम्पोर्टेन्ट सामान है। मैले भने नहीं चलेगा भाइ, मुस्किल होगा। उसले यसरी भन्यो मानौ 3 केजीको धारमा उसको जागिर नै अडिएको छ। जबरजस्ती गरेर बस्ने कुरा पनि भएन। केही त उपाय होला नि ठानेर फेरि वेटिङ चेयरमा फर्किएँ। केही क्षणपछि एकजना नेपाली अनुहार परेको क्लिनर दाई मुभ गर्दै गर्दै मेरो छेउतिर आए। सोधिहाले, दाई नेपाली हो? उनले भने हो त, के भयो, फर्किएर आउनुभयो त? आश्चर्यमा परे। यति धेरै मानिसहरू आउने जाने गर्छन् यही सानो करिडोर हुँदै। कति विघ्न ख्याल राख्दा रहेछन् यिनले हरेक मान्छेहरूको। नेपाली हो नि, हरेक कुराको ख्याल राख्दछ। छाती ढक्क फुलाए। हेर्नुहोस् न, 3 केजी बढी भयो भन्छ, के गर्ने होला? ए अलिअलि दिनुपर्छ मानिहाल्छ नि, उनले भने। थोरै आशावादी हुँदै मैले भने, लौ न 1-1.5 केटीले हुने भए कुरा मिलाइदिनु पर्यो।
उनी मुभ गर्दै गर्दै बङ्गाली बन्धुसम्म पुगे। खै के खासखुस गरेको नि, तुरुन्तै फर्किएर आएर भने 10 केडी पो भन्छ त। मलाई पनि के जोक चल्यो खै, भनिदिनु त्यसलाई गार्बेज बक्समा सामान फालेर जान्छ रे, भरे निकालेर लानु। उनले फिस्सा हाँस्दै भने 5 केडी दिनु न त, म मिलाएर भनिदिन्छु। अनि पो छर्लङ्ग भए म फर्किएर आएको कसरी थाहा पाएका रहेछन् भनेर। त्यही करिडोर हुँदै एकजना सेक्युरिटी भाइ आइरहेको देखेँ अनि सोचेँ यी दुईको दलाली धन्दा बताएर जागिरै जोखिममा पारिदिउँ। तर अर्को मनले भन्यो ऊ चाहिँ कुन ढ्याङको मुला होला र। होस् दाइ, धन्यवाद तपाईँलाई, मैले उनलाई पन्छाइदिएँ। कसैले भन्यो मेरो ब्यागमा राख्नुहोस् न त, खाली खाली छ। आवाज कुनै युवतीको थियो। ठिक पछाडिको चेयरमा बसेर मेरो समस्या सुनिरहेकी तिनको उदार वचनले खै कस्तो कस्तो आफ्नोपन दिलायो। खुसी लाग्यो। हुन्छ भनिदिएँ र केही सामान उनकै ब्यागमा हालिदिएँ। हेर्दा 5 फुट 3 इन्च जतिको उचाइ भएकी, जिन्सको प्यान्ट, भेस्ट अनि आउटर लगाएर विन ज्याकेट कम्मरमा बाँधेकी, पिङ्क स्पोर्ट सुज लगाएकी 20-21 वर्षकी चाहिँ लाग्ने कोमल सुगठित शरीर भएकी ती युवतीमा एक प्रकारको विशेष आकर्षण थियो। आँखा थोरै चिम्सा चिम्सा र मुहारमा कुनै प्रकारको श्रृङ्गार नभए पनि उनको प्राकृतिक सुन्दरता मोहलाग्दो थियो। 3 केजीको सहयोगले यति धेरै किन खैँचियो मलाई थाहा भएन, तर सुन्दरलाई सुन्दर देख्नु अप्राकृतिक पनि त होइन। यस्तै केही तर्कले आफूलाई सज्जन बनाए फेरि पनि। हामी अघि बढ्यौँ। उनी अघि अघि, म पछि पछि। के भएको होला, जग्गे घुमेको फिल पो आउन थाल्यो। उनको छोडेको केश राशि अनि छिनेको कम्मर, माशाअल्लाह। आपका तो बराबर 7 केजी हो गए भाई, भन्दै बन्धुले भनेपछि पो झसङ्ग भए। तुम नहीं समझोगे भाई, कोई कोई 3 केजी के साथ अपन का दिल भी लेकर आगे आगे जा रहे, भन्दिन मन थियो तर भनिन। सुरक्षा जाँचको बेला भयो। उनले आफ्नो ह्यान्डब्याग, ज्याकेट र बेल्ट खोलेर ट्रेमा राखिन्। स्पोर्ट सुज भएकाले जुत्ता खोल्नु पर्यो हामी दुवैले। मैले पनि आफ्ना सामानहरू ट्रेमा राखेपछि लाग्यो किन एउटै ट्रेमा नराखेको होला मैले। हैट, के विधि उताउलो भएको होला यो मन। ऊ कहाँ कि म कहाँको। एक निमेषको भेट र 2 शब्दका भरमा कस्तो अनौठो आत्मसात भएको होला। आफूलाई आफू बनाएर आफूभित्रै थन्क्याउँदै हामी दुवै प्रतीक्षा स्थलसम्म पुग्यौँ। उनको ह्यान्डब्यागभित्र भएको मेरो 3 केजी सामानले मानौ लगनगाँठोको काम गरिरहेको थियो। हामी चाहेर वा नचाहेर एक आपसबाट टाढा भएर बसिरहेका थिएनौँ। वेटिङमै बसेको बेला मैले उनको मुहारमा नजर घुमाएँ। त्यो मुहारमा घर फर्किँदै गर्दाको कुनै उमङ्ग झल्किएको थिएन। सुन्दर भएर पनि उदासी उनको मुहार अनि शुष्क नयनहरू बिछट्टको शून्यता मल्झिएको जस्तो लाग्यो। 20-21 वर्षको उमेरमा हुने चञ्चलता, रहर अनि आशाहरूको झरझराउँदो दीप उनका ओठहरूमा मुस्कान भनेर बोल्न सकेकै थिएन। दाइ, वासरुम कहाँ छ होला नि? म झसङ्ग भएँ। उनको प्रश्नले मेरो एकाग्रता भङ्ग गरिदियो। मैले भने लास्ट लेफ्ट। धेरै पटक यही एयरपोर्ट हुँदै यात्रा गरेकाले होला वासरुम, चार्जिङ स्टेसन, खाजाघर, ड्युटी फ्री, कता कता भन्ने कुरा मानव कण्ठस्थ थियो मलाई। मैले फेरि भने हिँड, मलाई पनि जानु छ। तिम्रो नाम के हो? त्यो छोटो दूरीको भरपुर उपयोग गर्दै मैले सोधेँ। अनु तामाङ, उनले भने। अनि घर कहाँ नि? सिन्धुपाल्चोको दाइ, चौताराभन्दा अलिक माथि। अनि तपाईँ नि? म पवन, घर चाहिँ चापा। उनले ए पनि भनिनन्, बरु बिस्तारै तलमाथि टाउको हल्लाइन्। मलाई सोध्न मन थियो, किन यति उदास देखिन्छौ तिमी, के पिर्छ मनमा? तर हामी वासरुम नजिकै आइहाल्यौँ। मैले थोरै मुस्कुराएर भने, तिमी उता, म चाहिँ यता। अलिक भावुक भएँ म। कतिपय सम्बन्धहरू नचाहेरै पनि परिस्थितिजन्य भएर छुट्दा रहेछन्, बिछोडिँदा रहेछन्। जस्तो कि अहिले भर्खरै हामी दुई यहाँ वासरुम एउटा परिस्थिति भनेर खडा भएको थियो। म आजकल आफूलाई अलि बढी खुल्ला, मनोरम, उत्साही अनि केही भएर पनि केही नभए जस्तो, कोही नभएर पनि खास कोही भए जस्तो देखाउन खोज्दौँ सायद। त्यसैले सुसुप्तमा रहेको भावनाले बेला बेला फेरि उही विगतमा पुर्याएर जिउँका त्यों बनाइदिन्छ। अनि आगतका हरेक उत्साहहरू एक झर्याम भएर खै कहाँ फुट्दछन्, कहाँ समेटिन्छन्, पत्तै हुँदैन। वासरुमबाट फर्किएपछि उनको मुहारमा थोरै चमकता आयो। प्राय केटीहरूको मुहारमा पानीले पोखाल्दै मात्र पनि केही न केही ताजगी थपिन्छ। त्यसैले त यो पानी बेइमानी लाग्छ मलाई। घडी हेरे 4:40 भएछ। हामीसँग त्यसै पनि सँगै बिताउनका लागि कम्तीमा 50 मिनट थियो। तिम्रो सिट नम्बर कति हो नि? मैले सोधेँ। उनले टिकटमा हेर्दै भनिन् 25B। बडो आनन्द लाग्यो। 50 मिनट होइन केटा, 5 घन्टा 50 मिनट छ। मन गदगद भयो। मेरो भागमा परेको 25A मेरा लागि लकी नम्बर थियो त्यसबेला।
बोर्डिङ पासको लाइनमा त सँगै देखिन त तिमीलाई, कसरी म सँगै पर्यो? उनले मुस्कुराउँदै भनिन्, मान्छेका आँखा अगाडि हुन्छन् क्या, पछाडि देख्दैनन्। म पनि मुस्कुराएँ। भोक लागे जस्तै भयो। प्राय एयरपोर्ट आउँदा केही न केही खाएरै आउँथेँ म, तर यसपालि अलिक हतारमा हिँडेको थिएँ। सँगै बसेर कुरा गर्ने बहाना पनि हुने भएकाले मैले अनुरोध गरेँ, के हामी सँगै बसेर नास्ता गर्न सक्छौँ? उनले भनिन्, मलाई केही खानै मन छैन। किन, खाजा खाएर आएकी हौ र? होइन, तर पनि खान मन छैन। हजुर खानु न, म साथै बसिदिन्छु। हेर, मनमा दबेको चोटले मन दुखाउँछ। दुखेको मनलाई त समयले मलमपट्टि गरिहाल्छ, तर समयसम्म मनलाई डोर्याउन पनि त पेटको स्याहार गर्नुपर्छ। बुझ्यौ? ल हिँड, सँगै नास्ता गरौँ, मैले भने। उनले के सोचिन् खै, अनुहार मलिन बनाइन्। टिलपिल आँसुका थोपाहरू आँखाका डिलसम्म छचल्काएर भनिन्, हजुरले कसरी बुझ्नुभयो मेरो मनमा चोट भएको कुरा? मलाई खान मन छैन भने त जानुस् न, खाएर आउनुहोस्। जिद्दी हुनु मानव हरेक केटी मान्छेको नैसर्गिक अधिकार हो। त्यो जिद्दीपनलाई प्रेमपूर्वक मायामा बदलेर तिनको हारलाई पनि विजय घोषित गरिदिनु हरेक केटा मान्छेको कर्तव्य। मनको चोट देख्न मनकै अग्निमा होमेको दिल चाहिन्छ बहिनी, र त्यो मसँग छ। आँखाहरू कहिल्यै झुट बोल्दैनन्। मेरो ठम्याइ गलत हो भने तिम्रा आँखामा छचल्किएका आँसुहरूलाई साक्षी राखेर भन, अलि जोएल। आँखाको डिल भत्काएर उनका आँसुहरू तरर रुमालमा खसे। उनी केही बोलिनन्। तत्कालका लागि उनको मुड फ्रेस गर्न मैले ठट्टा गर्दै भने, सँगै बसेर रुन हामीसँग अरू 6 घन्टा बाँकी छ। ए रुन्ची केटी, लौ हिँड, रुनलाई पनि त तागत चाहिन्छ। केही खाएर तयारी गरौँ। मेरो मुहारमा हेरेर उनी थोरै मुस्कुराइन् अनि आँखा उभन पार्दै मेरो पछि लागिन्। मैले 2 प्लेट भेज चाउमिन र 2 क्यान देउ मगाएँ। कसरी थाहा पाउनुभयो मलाई चाउमिन मनपर्छ भनेर? उनले अलिक हँसिलो भएर सोधिन्। सायद रोएपछि मन केही हलुका आउँदो हो। त्यो कुरा उनको मुहारले प्रमाणित गरिरहेको थियो। यदि त्यसो हो भने म आजसम्म किन नरोएको होला, किन नबिसाएको होला वर्षौँदेखि बोकी हिँडेको मनको बारी? मर्दको दर्द नै होता भन्ने अहमले भित्रभित्र धमिरा लागेको मन बोकेर हिँडिरहेको एउटा पुत्ला सरह किन छु म? ओ हजुर, खोइ मेरो प्रश्नको जवाब। उनले मेरा आँखा सामु अत्केला हल्लाउँदै सोधेपछि झसङ्ग भएँ। सायद मनको गुरुत्वले तानिरहेको थियो मलाई। के भयो, किन टोलाउनु भएको? उनले फेरि सोधिन्। केही होइन। साँच्ची, तिमी ननभेज लिन्थ्यौ कि? मैले त आफू भेजिटेरियन भएकाले भेज नै मगाएछु। के भन्छौ? होइन होइन, आज भेज नै खाने हो, उनले भनिन्। नास्ता गर्दै गर्दा उनी घरिघरि मलाई पुलुक्क हेर्थिन्। आधा जति खाएपछि उनले सम्हालिएर भनिन्, कोही मान्छेले जीवनभर सम्झाउँदा बुझाउँदा पनि मनको भावना बुझ्दै बुझ्दैन। कोही मान्छे जति लुकाउन खोज्दा पनि कति सजिलै बुझ्छन्। कसरी होला यी? मेरो शङ्का थप प्रमाणित भयो। उनको मनमा भएको गहिरो घाउको मूल उनैले भनेको कोही मान्छेमा पुगेर भेटिने कुरामा अब म विश्वस्त भएँ। सबैले बुझ्न सक्ने भए सायद आज तिमीले तिम्रो यो प्रश्न सुन्न तिम्रा अगाडिको कुर्सीमा बसिरहेको मलाई भेट्ने थिएनौ। अनि मैले आधा चाउमिन छोडेर भाव गुने रुन्चिता माग्ने, मैले ठट्टा गर्दै भने। उनले भावना र यथार्थको बीचमा उभिएर भनिन्, थ्याङ्क्स गड। केही समयपछि हामी पुनः प्रतीक्षालयमा फर्क्यौँ। त्यसको केही बेरमै जहाजमा जानका लागि अनाउन्समेन्ट भयो। सिट नम्बर 25C मा एकजना लेबनानी नागरिक रहेछन्। कुवेतमा रोजगारी गर्ने भएकाले 2 हप्ते छुट्टी मनाउन नेपाल हिँडेका। हुन त उनी लेबनान नगएर किन नेपाल गएका होलान् झैँ लागेको थियो। पछि छोटो संवादमा थाहा भयो, अहिले लेबनानमा हिजबुल्ला र इजरायल बीचको तनावले अलिक असहज परिस्थिति रहेछ। सोचेँ, मान्छे आखिरी शान्ति चाहँदो रहेछ। मैले उनलाई गौतम बुद्ध र लुम्बिनी बारे थोरै बताएँ। उनले आफ्नो ट्राभल प्याकेजमा लुम्बिनी पनि परेको कुरा सुनाउँदै हार्दिक मुस्कान टक्राए। अनुको सिट बी भए पनि सहजताका हिसाबले उनलाई एमा बस्न अनुरोध गरेँ। केटी मान्छेलाई ज्यादा वाकवाकी लाग्छ क्या, झ्यालको छेउमा बस। मेरो ठट्टालाई आत्मसात गर्दै उनी मुसुक्क हाँसिन्। केही समयपछि प्लेनले उडान भर्यो। रातिको समय आकाशबाट देखिने कुवेत सहरको झिलिमिली हेरिरहँ जस्तो लाग्ने हुन्छ। हेर्दा हेर्दै जहाजले लय पक्रियो। अब अँध्यारो भन्दा अरू केही पनि थिएन झ्याल बाहिर। केही समयपछि विमानभित्र चियापानको कार्यक्रम सुरु भयो र केही बेरमै सम्पन्न पनि भयो। कसैको बानी केही खाएपछि झपझपी निद्रा लाग्ने हुन्छ, जस्तो कि ती लेबनानी नागरिकको। उनी मस्त निन्द्रामा समेटिए। अघि पछिकाहरू पनि कानमा हेडसेट घुसारेर आफ्नै लयमा रमाए। जहाजभित्रको लाइट डिम भयो। एक प्रकारको चकमन्नको स्थितिले मलाई भने खटपटी भयो। उनी घरिघरि केही नदेखि पनि झ्यालतर्फ त कहिले मेरो मुहारतर्फ हेर्थे। नबोली बसिरहनु मेरा लागि असाध्य कुरा हो। मैले उनलाई सोधिहालेँ, अनि साँच्चै कुवेत आएको कति भयो नि तिमी? के काम गर्छौ यहाँ?
उनले लामो सास फेर्दै भनिन्, 17 महिना भएछ। अल्साएको कफी सपमा काम गर्छु। ए, अनि 2 वर्ष पनि नपुगी घर फर्किन मिल्ने रहेछ है? राम्रो पो रहेछ त, मैले भने। होइन, म इमर्जेन्सीमा फर्किएकी हुँ, उनले भनिन्। मैले केही विश्राम लिएर सोधेँ, के भयो र? कस्तो इमर्जेन्सी आइलाग्यो भन्न मिल्छ? उनले आफैलाई डह्रो बनाउने प्रयास गर्दै भनिन्, मलाई मेरो श्रीमानको मृत शरीरले पर्खिरहेको छ दाइ। म आश्चर्यमा परेँ। मैले कल्पना पनि गरेको थिइनँ कि उनको बिहे भएको छ। मनमा नै कति रमाइला पलहरूमा उनलाई समेटिरहेको थिएँ। उनीप्रति यसअघि पैदा भएको मेरो धारणाले भित्रभित्रै लज्जित बनायो मलाई। म केही बोल्न सकिनँ। बरु उनैले भनिन्, मेरो श्रीमानको मृत्यु भएको भन्दा अचम्ममा पर्नुभयो होला है। मलाई त मेरो बिहे भएको कुरा नै एउटा डरलाग्दो सपना जस्तो लाग्छ दाइ। यति भन्दै गर्दा उनका आँखाहरू रसाइरहेका थिए। हल्का आँसु पुस्दै भनिन्, अब फेरि रुन्ची तामाङ नै नभन्नु होला है। के गरौँ, आफ्नो विगत र वर्तमान यति दिगदारिलो भयो कि जिउँदै रहेर बिर्सन पनि सक्दिनँ, सम्झेर नरुन पनि सक्दिनँ दाइ। मैले उनलाई सान्त्वना दिँदै भने, हेर, जे हुनु छ त्यो त भएरै छाड्छ। त्यही क्रमका हिस्सा मात्रै त हौ हामी। हरेकलाई आफ्नै पीडा छन्। यो निदाएको मान्छेलाई नै हेर न तिमी। स्वास्नी छोराछोरी सबै लेबनानमा भएर पनि छुट्टी मनाउन ऊ नेपाल जाँदैछ। परिस्थितिले मान्छेलाई कस्तो कस्तो अवस्थाबाट गुजर्छ कल्पना पनि गर्न सकिँदैन। नरो, बरु भन, के भएको थियो? दाइ, 72 सालमा भुइँचालो जाँदा म 11 वर्षकै थिएँ होला। भुइँचालोले आब्बा आमा र सानो भाइ तिनैजनालाई पुरिहाल्यो। त्यसपछि गाउँमा मेरो रेखदेख गर्ने कोही पनि भएनन्। आँगी आस्याङहरू सबैजना काठमाडौँतिरै हुनुहुन्थ्यो। बौद्धमा आँगीको सानो होटल भएकाले मलाई पनि काठमाडौँ नै लिएर आउनुभयो। बिहान बेलुका आँगीलाई सघाउँदै विद्यालय जान्थेँ। एसएलसी पास भएपछि कलेज पढ्ने ठुलै रहर थियो। तर कोरोनाले गर्दा आँगीको होटल पनि चल्न छोडेकाले काठमाडौँमा बस्ने स्थिति नभएपछि उहाँहरू गाउँ फर्किने निधोमा पुग्नुभयो। एक दिन आस्याङले आँगीलाई भन्दै गरेको सुने, अब तिमीहरू जाने भइहाल्यौ, अनेलाई म यतै राख्छु नि त। यसको जो पनि लाइनमा आउँथ्यो कि। आस्याङले आँगीसँग मेरो बिहेको कुरा गर्नुभएको थियो। आस्याङको छोरा छिरिङ मलाई पटक्कै मन पर्दैन थियो। सुनेकी थिएँ ऊ कुलतमा पनि लागेको छ रे। त्यसमाथि पढ्ने ठुलो सपना बोकेकी ममा बिहे गर्ने भन्ने कल्पना पनि थिएन दाइ। आस्याङले जे होला आफ्नो भाग्य गरी खान्छे भनेपछि आँगीले पनि नाइ भन्न सक्नु भएन छ। मलाई फकाउन थाल्नुभयो। गाउँ फर्किएपछि झन् दुःख हुन्छ। कष्टका दिनहरू सहनुपर्छ। अब हाम्रो सहरमा बस्ने स्थिति पनि त रहेन। सहर भनेको सहरै हो। बिहे गर्ने उमेर पनि त भयो तेरो। भोलि के हुन्छ हुन्छ, के थाहा। म पनि रहेन भने कसले हेर्छ तँलाई? आस्याङको कुरा मान, जो त्यति खराबै पनि त होइन। आँगीले यसै भन्नुभयो। अरू कुनै सहारा हुँदो त म त्यो प्रस्ताव ठाडै अस्वीकार गरिदिने थिएँ होला। मेरा आब्बा आमा जिउँदा हुँदा हुँदा मेरो मनको भावना बिसाउँथे होला। मसँग कुनै उपाय थिएन। बिहे भयो। बिहे पश्चातका केही दिनमै मेरो कुमारीत्व मात्रै होइन, बाँच्ने पुरा इच्छा नै नष्ट भयो दाइ। तर पनि खै कुन आशाको त्यन्द्रमा अड्किएर हो, जसरी भए पनि त्यो पीडाको दहबाट फुत्किने अटोट गरेँ। आँगीलाई बिन्ती चढाएर गाउँबाट नागरिकता बनाइदिन लगाए। बुढोले चुरोटले डामेका खतहरू अझै पनि पाखुराभरि छन्। यिनै खतहरूको डोप देखेपछि मलाई पासपोर्ट बनाएर परदेशिने कुरामा आँगीले मद्दत गर्नुभयो र घरमा कसैलाई थाहा नदिई प्रक्रिया गरेर कुवेत आएकी थिएँ म परदेशीपछि त झन् ऊ स्वतन्त्र भएछ। कहिलेकाहीँ पैसा नपठाइदिए जतिसुकै बेला फोन गरेर तथानाम बोल्थ्यो। न साथमा हुँदा सुख दियो, न परदेश आएपछि नै। कहिलेकाहीँ आस्याङसँग कुरा हुँदा भन्नुहुन्थ्यो, यो केटा केही गरेर नसुध्रिने रहेछ, हामीलाई माफ गरिदेऊ है अनु। जे हुनु त भइहाल्यो। अब सहनु बाहेक नै थियो र। सहेकै थिएँ। हिजो अचानक फोन आयो, छिरिङ अब रहेन। मैले उनलाई सोधेँ, के भएर रहेछ? उनले भनिन्, खै दाइ, त्यो त मलाई थाहा भएन। बेलुका अबेर घर आएर सुतेको मान्छे बिहान मृत भेटियो रे। उनका कुरा सुनेर दुःख लाग्यो। नियतिले मान्छेलाई के भोगाउँदो रहेछ, भोग्नै पर्छ, आखिर जे पऱ्यो भने। उनले सम्हालिँदै भनिन्, हेर्नुहोस्, श्रीमानको मृत्युको खबर सुन्दा कोही श्रीमती हुँदैनन् सायद जो खुसीका आँसुहरू खसाउँछन्। त्यो खबर सुन्ने बित्तिकै अब आफू विधवा भएकोमा डाको छोडेर रुने मन पहिले नै कहिले मरिसकेको रहेछ दाइ मेरो। बरु दिमागमा एउटै कुरा आयो, अब मेरो पाखुरा र छातीमा सिगरेटका डोबहरू थपिने छैनन्। महिनावारी हुँदाको पीडामा पनि कुनै लोग्नेबाट कहिल्यै बलात्कृत हुनुपर्ने छैन मैले। अब म स्वतन्त्र छु, मेरो आफ्नै अधीनमा छु। अब मसँग मेरै सहारा छ। त्यसैले हिम्मत गरेर भन्न सक्छु कि अर्को कुनै छिरिङसँग बिहे गर्ने छैन। म भन्न सक्छु, मलाई मायाको खाँचो छ, दयाको होइन।
हेर्नुहोस् त दाइ, यी आँसुहरू चोट पखालेर बगिरहेका छन्। हरेक आँसुको थोपामा म सङ्लिँदैछु, म भरिँदैछु। उनी थोरै मुस्कुराइन्। हुन पनि उनको मुहारमा बिछट्टको कान्ति छरिँदो थियो, अँध्यारो जहाजभित्र पनि उज्यालो चन्द्रमा जस्तो। सङ्घर्ष र जिम्मेवारीले मानिसलाई समय अगावै परिपक्व बनाउँदो रहेछ। यो उमेरमै कति सुगठित शब्दहरूको साङ्लो बुनेर उनले आफ्नो कथा सुनाइन्। म भावुक भएँ, स्तब्ध भएँ। सिट नम्बर सी आफ्नो शिर मेरो काँधतर्फ झुकाउँदै थियो। थोरै सिधा पारिदिएँ अनि लामो श्वास फेरेँ। आँखा त मेरा पनि रसाएका रहेछन् थोरै। मर्दको दर्द भयो सायद। म मौन रहेँ। लाग्यो यो सिङ्गो जहाज मलामी जाँदैछ, कसैका विगतहरूको, कसैको वर्तमानको। मेरो मौनताले उनलाई सताएछ क्यार। उही मेरो शैलीमा ठट्टा गर्दै भनिन्, ओ रुन्चे बाहुन, के भयो? मैले उनलाई फुलुक्क हेरेँ। उनले फेरि भनिन्, डरलाग्दा सपनाहरूको दागबत्ती दिन जाँदै गरेकी एउटी बिद्धुई आइमै छ अब तपाईँको छेउमा। तपाईँलाई बेरङ्गी बेस्वाद लागिरहेको छैन? कति बोल्न जाने कि उसले यसले। ऊ आफ्नो कथा सुनाउँदै कता कता मेरो पुरुषत्वको छेडखानी पनि गर्दै थिए। कस्ती अजिब केटी। मैले मर्दाङ्गी बिउताएर उनको निधारमा चुम्बन गर्दै भनिदिएँ, त्यो चितासँगै तिम्रो खराब समय पनि चलेर जाओस्, टाढा, धेरै टाढा, समुद्रसम्म। जहाजले 2 घन्टाको उडान भरिसकेछ। उसले कान्छी औँलो देखाई। मैले आफ्ना गोडाहरू छड्के बनाएर वासरुम जाने बाटो बनाइदिएँ। उसले मेरो हातमा समाउँदै भने, किन यहाँ चाहिँ सँगै नजाने? मैले दिएको चुम्बनले काम गरेछ क्यारे। पछि पछि लागेँ। वासरुमबाट फर्किएपछि सोध्दै थिएँ, तपाईँको पनि त कुनै कथा होला जीवनको, मलाई सुनाउन मिल्दैन? तर उसलाई आइ पनि चल्दै थियो। सामान्य कुराकानीमै ऊ भुसुक्क निदाइछे, मेरो देब्रे कुममा शिर अड्याएर। निदाउँदाको उसको मुहार झनै माया लाग्दो थियो। ऊ मस्त निदाई, आनन्द मानेर, मानौ उसले केही घन्टाकै लागि भए पनि जीवनभरकै सबैभन्दा भरोसा लाग्दो सहारा पाएकी छे। मनमा नै सोचेँ, यो सिट नम्बर बी बडो पक्षपाती रहेछ। यसले सिट नम्बर सीलाई थोरै झुकेको पनि छैन, तर सिट नम्बर ए काँधैमा निदाउँदा पनि कुनै अप्ठ्यारो मानेन। यसमा यौनिकता वा संवेदना केले काम गरिरहेको थियो पत्तै भएन। कता कता मनले भन्दै थियो, काँधमा रहेको उसको शिरमा शिर ढल्काएर निदाइदिउँ मस्तसँग, आनन्दले। तर उसैले निदाउनु अघि सोधेको प्रश्न, तपाईँको पनि त कुनै कथा होला नि, ले मलाई अर्को छटपटी र स्मृतिमा पुर्याएर छोडिसकेको थियो। कस्ती बेइमानी केटी रहेछ। मलाई स्मृतिको बोझ बगाइदिएर ऊ चाहिँ भुसुक्क निदाई, सुन्दै नसुने, मनमा नै सोचे। कतिपय यादहरू हमेसा याद बनेर रहिरहँदा रहेछन्, चाहेर पनि भुल्न नसकिने, बरु पुनरावृत्ति भएर पुनर्ताजगी भइदिने। मिठा क्षणहरूको यादले उत्साह थप्दो, उमङ्गले भरिभराउ बनाएर मनलाई राहत दिँदो। वर्तमान जति बोझिलो भए पनि पुराना सरस यादहरूको स्मृतिले क्षणभर स्वच्छन्द उडाउँदो धागो छुटेको चङ्गा चाहिँ। तर मसँग भएको स्मृति प्रेमिल भएर पनि आर्तनाद थियो। जति सम्झियो उति बेचैनी बढाउने, गला भरिएर आउने, मुटुमा गाँठो फराइदिने थियो एउटा नफक्रिँदै नियतिले छोडिदिएको प्रेम कहानी। ऊ बेला म कक्षा 10 मा पढ्थेँ। अब्बल र मेहनती भएकै कारण विद्यालयदेखि घर समाजमा सबैको प्रिय थिएँ। छरछिमेकीहरूले यसो बिहान बेलुका समय मिलाएर हाम्रा केटाकेटीलाई ट्युसन पढाइदेऊ न कान्छा भनेकै भोलिपल्टदेखि मसँग ट्युसन पढ्न भनेर 11 जना भाइ बहिनी भेला भएका थिए। बेलुकाको खानपान अलिक चाँडै सकेर 7:30 देखि 9 बजेसम्म म मेरै कोठामा ट्युसन पढाउने गर्थेँ। मसँग पढ्ने भाइ बहिनीहरू कक्षा 4 देखि कक्षा 8 सम्मका हुन्थे। सरकारी र निजी विद्यालयको मिश्रित पठन पाठन हुन्थ्यो। त्यसबेला अनु कक्षा 8 मा पढ्थे, नजिकैको निजी विद्यालयमा। मनोरथ सरकी एकमात्र छोरी अनु, उमेरले 15 वर्षकी मात्रै भए पनि हलक्क बढेकी, हल्का गोरी, हँसिले अनि बोलाइली किशोरी थिए। पढाइमा पनि अरूभन्दा अब्बल, मनमा लागेका कुराहरू निर्धक्क सोध्न सक्थे, कति पनि अप्ठ्यारो नमानिकन। म कक्षामा व्यस्त भएको बेला अरू साना भाइ बहिनीहरूलाई ऊ आफै सिकाइदिन्थे। म पनि सहज भएको मान्थे र मनमा नै आभारी हुन्थे। प्राथमिक तहको शिक्षक मनोरथ सरले अनुलाई पनि आफू जस्तै बनाइदेऊ है भन्नुभएको थियो। तर खै किन हो, मेरो त्यो किशोर मनले आफू जस्तै बनाइदेऊलाई आफ्नै बनाइदेऊको व्याख्यात्मक टिप्पणीमा उतारिदियो। म पनि त भर्खरै 16 टेकेको थिएँ। त्यो बेलामा विपरीत लिङ्गप्रति हुने आकर्षण स्वाभाविक थियो। भलै त्यो सपनाको विरासतमा खडा भएको किन नहोस्, क्षणिक किन नहोस्। अनु थिए नै त्यस्तै, थाहै नपाई मेरो मनको क्यानभासमा उसको मुखाकृति स्केच भइसकेको थियो, रङ्ग भर्न बाँकी चित्र जस्तै। कक्षामा सबैभन्दा पहिले आउनु र सबैभन्दा पछि निस्किनु उसको दैनिकी थियो।
उसको त्यो दैनिकीले पनि सायद उप्रति मलाई बढी मोहित अथवा आकर्षित पारेको हुँदो। कक्षामा मेरो छेउमा बस्नु, घरिघरि झुकिए चाहिँ गरेर मलाई छुनु, मैले उसको मुहारमा हेर्दा थोरै लजाउनु, गाला राता राता बनाउनु आदि उसका व्यवहारहरूले मलाई अनुमान हुन्थ्यो ऊ पनि मलाई त्यति नै चाहन्छे अथवा प्रेम गर्छे जति म उसलाई गर्छु। कुनै दिन ऊ कक्षामा आउन अलिक ढिलो हुँदा पनि लाग्थ्यो अरू सबै भएर पनि कक्षा शून्य छ, बेरङ्गी, निरस छ। मनमा नै हामी दुवै एकअर्काप्रति समर्पित हुँदै थियौँ, मनमा नै, एकदमै मनमा नै। हाम्रो अव्यक्त प्रेम अंकुराउनै लाग्दा नियतिले यस्तो क्रूर खेल खेल्यो जसको चोट आजसम्म पनि मुटुभित्र दबेर बसिरहेको थियो। सधैँ चाहिँ बेलुका 7:30 बजे नियमित कक्षा सुरु भयो। आज अनुमा एक प्रकारको खटपटी थियो, पढाइमा ध्यानै थिएन। घरिघरि मलाई हेर्दै किताबका पानाहरू दोहोर्दै गरेकी उसका आँखामा एक प्रकारको उत्साह त थियो, तर डर पनि थियो। उसका गालाहरू राता राता थिए, ओठहरूमा कम्पन थियो, केही भन्न चाहेर पनि थामिएका थिए उसका ओठहरू। कक्षा सकियो, अरू सबै गए, तर अनु त्यहीँ कोठामै उभिरहे। मैले उसको नजिकै गएर अनु मात्रै के भनेको थिएँ। उसले मलाई अचानक अगालि र आँखाबाट तरेर आँसु झार्दै भनी, आई लभ यु टु मच, डु यु लभ मी अर नट। म अवाक भएँ, शरीर पुरै कामे जस्तो भयो। कपालको फेददेखि निधारसम्म चिटचिट पसिना आयो। पौषको चिसोमा अनुको प्रेमिल न्यानो अँगालोले मलाई मानौ कल्पनाभन्दा बाहिरको दुनियाँमा पुर्यायो। मैले केही सोच्नै सकिनँ, केही बोल्नै सकिनँ। उसले हातहरूले मलाई कस्दै, आँसु बगाउँदै मेरो निधारमा, आँखामा, गालामा अनवरत माया गर्दै फेरि त्यही प्रश्न दोहोऱ्याई, प्लिज भन्नु न, डु यु लभ मी अर नट। यति बेलाको चेत हुँदो त म उसलाई कसिलो गरी अँगालेर भन्दो, मेरा हरेक कल्पना कि राजकुमारी हौ तिमी, मेरो बिहानदेखि बिहानसम्म कि आराध्य, मैले मलाई भुलेर पनि सम्झिए कि तिमी, आई लभ यु टु मच अनु। तर त्यो किशोर चेत मलाई मैले दिने जवाबसम्म पुग्न धेरै बेर लाग्यो। अचानक गाउँ नै थर्कमान हुने गरी केही चिजको आवाज आयो। घरदेखि गाउँसम्म कोलाहल भयो, सबै दौडिए। अनुको अँगालोबाट कतिखेर फुत्किएछु थाहै पाइन। बाहिर निस्किएँ, हेर्दा मनोरथ सरको घर हुरहुरी बलिरहेको थियो। हावामा खाना पकाउने सिलिन्डर ग्यास गनाइरहेको थियो। अनु आमा भन्दै चिच्याएर दौडँदै घरभित्र पस्न लागेको देखेपछि छिमेकी काकाहरूले उसलाई समात्नु भयो। केही समयको अथक प्रयासले आगो नियन्त्रित भयो, तर पुरै घर लगभग खरानी बनिसकेको थियो। गाउँलेहरूले अनुका बाआमाको खोजी गरे, बाहिर कतै भेटिनु भएन। केही समयपछि दमकल र प्रहरी पनि आयो। केही बेर दमकलबाट पानीका फोहराहरू हानेपछि घरको भग्नावशेष चिसियो। गाउँले र प्रहरीहरू मिलेर भित्र खोजी गर्दा डढेर अगार बराबर भएको स्थितिमा उहाँहरूको लास भेटियो। कठै मेरी अनु कति रोइरही त्यो दिन। रुँदा रुँदै ऊ घरिघरि मूर्छित हुन्थे, घरि अर्ध होसमा बरबराउँथे। उसको त्यो अवस्था म अझै पनि ठिकसँग वर्णन गर्न सकिरहेको छैन। हाम्रो गाउँमा अनुको परिवारसँग सम्बन्धितहरू कोही पनि थिएनन्। काका मामाहरू सबै भक्तपुरतिर बस्छन् भन्ने सुनेको थिएँ। भोलिपल्ट भक्तपुरबाट आफन्तहरू गए। दाह संस्कारको काम सकिएपछि बेलुकाको गाडी चढेर अनुलाई साथमै लिएर उनीहरू उपत्यका फर्किए। मैले मेरी अनुलाई अँगालोमा कसेर उनको प्रश्नको जवाफ दिन नपाउँदै उनी मबाट टाढा भएर गइन्। जाँदै गर्दा विदाईको हात हल्लाउन समेत पाइनँ मैले। उनका आँखामा चुमेर नरौ, आफूलाई सम्हाल भन्दै मेरो प्रेमको अथाह सान्त्वना बाँड्न पनि पाइनँ मैले। दिन, महिना र वर्षहरू बित्दै गए। झापातिर कोही आफन्त नभएकाले गर्दा अनु फेरि कहिल्यै फर्केर आइनन्। त्यो बेला मोबाइलको सुलभ प्रयोग थिएन, भए पनि मसँग उनको फोन नम्बर थिएन। झापाबाट उपत्यका आएर खोजौँ पनि कहाँ खोजौँ, के भनेर खोजौँ। मलाई आफ्नै गाउँघर पनि शून्य लाग्न थाल्यो। घना जङ्गलभित्रको बिरही न्याउली जस्तो म एक्लो भएँ, भिडहरूमा एक्लो। 4 वर्षपछि सुने अनु पढ्नका लागि अस्ट्रेलिया गएकी छ रे। रिएकै रूपमा सुनेको भए पनि कम्तीमा केही त सुने उनको बारेमा। मनमा कता कता स्फूर्ति आयो। आशा राखेँ कुनै दिन त कसो भेट नहोला। जुन दिन भेट हुन्छ म मेरी अनुलाई 1000 बार चुम्बन गरेर भन्ने छु, अनु अहिलेसम्म पनि अरू कुनै युवतीको मुहार मेरो मनको क्यानभासमा कोरिएको छैन। उस्तै अटुट अनि निश्चल प्रेम आज पनि उस्तै छ अनु। अब म तिमीलाई कहिले पनि टाढा हुन दिने छैन। अगालोमा कसेर उनलाई ऊ बेला उनले झारेका आँसुहरूको एक एक क्षतिपूर्ति माया नै मायाले दिनेछु। स्नातक तेस्रो वर्षमा पढ्दै गर्दा मैले फेसबुक चलाउन सुरु गरेको। फेसबुक इन्स्टल गरेपछि सबैभन्दा पहिले सर्च गरेको नाम नै अनु ढकाल थियो। प्रोफाइल फोटो हेरेर ठम्ब्याउन कठिन भए तापनि उनको चेहराको स्मृतिले सहयोग गर्यो। हँसिली अनु प्रोफाइल पिक्चरमा पनि उस्तै मायालु थिइन्। खुसी खुसीमा रहेन, मैले 10 पटक जति त उनको प्रोफाइल पिक्चरलाई नै माया गरेँ होला।
स्क्रोल अप गर्दै गएँ। उनी घुम्न गएका ठाउँ र उनका अरू तस्बिरहरू पनि देखिए। विश्वविद्यालयमा ग्रेजुएसन सेरोमनीमा पाएको मेडल सहितको उनको तस्बिरले मलाई झन् मोहित बनायो। अझै मन मानेन, स्क्रोल अप गरेँ। अर्को एउटा तस्बिर देखियो जहाँ अनुसँगै माला लगाएर अर्को एउटा मान्छे उभिएको थियो। स्ट्याटसमा लेखिएको थियो, ह्याप्पी म्यारिज एनिभर्सरी माई हब्बी। अचानक मेरो शिरमा वज्र खसे चाहिँ भयो। भन्न रिङ्गटा लाग्यो। म थचक्क बसेँ। एउटा सिङ्गै सुनामी मैमाथि पोखिए जस्तो, ग्रहहरूको गति रोकिए जस्तो म स्तब्ध भएँ। त्यही दिन सायद जीवनमा पहिलो पटक छोरो मान्छे रोएको थियो। म रोएँ, यस्तरी रोएँ कि ऊ बेला उनले मलाई अँगालेर झरेका आँसुहरूको साउ ब्याज एकैसाथ तिरिरहे चाहिँ 1000% त्यो दिन म किन बोल्न सकिनँ? आफैले धिक्कारेँ। यदि उनले मलाई साँच्चै नै माया गर्थिन् भने ऊ किन फर्केर जा पाइनन्? उनलाई त थाहा थियो नि मेरो ठेगाना। सायद उसको प्रेम एउटा आवेग मात्र थियो, मोहको, यौवनको उन्माद। यदि त्यसो हो भने त्यही उन्मादी अँगालोको लाभाले आजसम्म मलाई कसरी जलाउन सकिरह्यो? म किन बदलिएन? म प्रेमी मात्र हुँ कि पागल प्रेमी? यस्ता हजारौँ प्रश्नको चाङले मलाई थिचिरह्यो। जे होस्, नियतिले अस्वीकार गरेर पनि त केही हुँदैन। ऊ मेरी बहिनी त के भयो? म त केवल उसकै हुँ, युग युगसम्म। यस्तै पागल सोचहरूको प्रतिक्रिया स्वरूप बिहेका लागि आएका कैयन प्रस्तावहरू आए पनि गए पनि। उनको खुसीमा पुरानो याद लिएर उदाउन ठिक लागेन। मैले उनलाई कहिले पनि फ्रेन्ड रिक्वेस्ट पठाइनँ। फेरि फेसबुक खोलेर उनलाई कहिले पनि सर्च पनि गरिनँ। स्नातकोत्तर तह पुरा गरेपछि अब शिक्षा आयोगमा प्रतिस्पर्धा गरेर शिक्षा सेवा गर्ने सोच आयो। पटक पटक परीक्षामा सहभागी भए, तर हरेक पटक वैकल्पिक वा करार कोटामा नाम निस्किएपछि बाहुन केटो भएर जन्मिएकोमा पनि पछुतो लाग्यो। सबैभन्दा बढी त यमन त्यति बेला विरक्ति हो जति बेला स्नातक तहमै छोडिएको मभन्दा धेरै कमजोर पढाइ भएको मधेसी कोटाको पुरानो साथीले कक्षा कोठामा पढाउन जानु पूर्व फोन गरेर सोध्यो, यार यो बाच्छाको बारेमा थोरै सम्झाइदेऊ न, आजको पाठ यही छ यार, फसक परिरहेछ। आरक्षण र दलको दलदलमा भाँसिएको देशमा म जस्तो पठित नालायकको भविष्य नदेखेपछि मैले परदेशिने निधो गरेँ। पासपोर्ट बनाएँ र एउटा राम्रो डिमान्ड हेरेर परदेशिएँ। तर देशै छोडेर गए पनि उसको याद भने छातीभित्रै जाँदो रहेछ। घरिघरि यस्तै गरेर ठेसहरूमा नुनचुक बनेर आइदिनलाई। एउटी हुनुको असाध्य प्रेमले पागल भएको एउटा पागल प्रेमीको काँधमा आज अर्किनुको शिर छ। मेरी अनु आज कसैको अँगालोमा रमाएकी होली। धेरै वर्ष भयो। अब त केटाकेटी पनि भयो होला, मलाई बिर्सियो होला अब त पुरा फेतैदेखि। तर अर्किनु भोलि बिहानै लोग्नेको चितामा आगो लगाउन भनेर कोसौँ टाढाको यात्रामा छे। अनुदेखि अनुसम्मको यात्रा खै कस्तो संयोगले तय भएको हो, मैले केही बुझ्नै सकिनँ। सिट नम्बर C फेरि मेरो काँधमा आइपुग्यो। बिचरा यसको हृदयमा पनि कति धेरै पीडा होला। युद्धको स्थितिले चाहेर पनि परिवार भेट्न पाएन। यसपटक मलाई उसको पनि माया लागेर आयो। अब सिट नम्बर B घरको बल्लो जस्तै भएर रह्यो। फ्लाइट ल्यान्ड हुनुभन्दा आधा घन्टा अगाडिको अनाउन्समेन्टले मेरा दुवै कुम खाली भए। अहो, म त भुसुक्क निदाएछु। बिउजना साथ म तर्फ हेर्दै अनुले भनिन्, मानौ उनी भर्खरै निदाएकी हुन् र झल्यास बिउजिएकी हुन्। बिउजदा उनी फ्रेस थिइन्। मेरो कुममा निदाएकोमा सरी है भनिन्। मैले मुस्कुराउँदै भनिदिएँ, इट्स ओके। राति 2 बजे प्लेन ल्यान्ड भयो। अध्यागमन हुँदै हामी लगेज समेत नआइपुग्यौँ। अनुको मोबाइलमा फोन आयो। कसैले सोध्यो, कहाँनिर छौ? म बाहिर पर्खिरहेको छु है। मैले उनको मुहारमा हेरेँ। आस्याङको छोरा हो, ट्याक्सी लिएर आएको छ मलाई लिन, उनले भनिन्। लगेज पाएपछि हामी बाहिर निस्क्यौँ। उनको ब्यागमा भएको सामान झिकेर मेरो हातमा राखिदिँदै छुट्ने बेलामा अनु फेरि एकपल्ट भावुक भइन्। आँखाभरि आँसु बटुल्दै मेरो मुहारमा हेरेर भनिन्, खै कुन संयोगले हजुरसँग भेट गरायो। मेरो आफ्नो पेर त बिसाएँ, मन अलङ्गो भएको छ, तर तपाईँको कथा सुन्न नपाई भुसुक्क निदाएछु। माफ गरिदिनु होला। भाग्यले फेरि कुनै दिन भेटाएछ भने धेरै बेर तपाईँसँगै बसेर सुन्नेछु तपाईँलाई। पृथ्वी गोलो छ भन्छन्, कसो नभेट्यौँला हामी दुई। बस हिँड्न छोड्नु भएन। आफूलाई कमजोर नबनै जाऊ, सब ठिक हुन्छ। मैले बिदाईका हात हल्लाउँदै अनुलाई बिदाई गरेँ। भोलि बिहान 7 बजे गोल्डन गेटबाट चढ्ने गरी आइसको टिकट गरेको थिएँ मैले। अब फेरि लगभग 11 घन्टाको सडक यात्रा गर्नु थियो मैले जापासम्मको। सानोतिनो लगेज डोर्याउँदै पार्किङ पारीको खाजाघरमा पुगेँ। प्राय नेपाल आउँदा यही खाजाघरमा आएर फ्रेस हुने गरेको थिएँ पहिले पनि। टेबलको छेउमा लगेज राखेर वासरुम गएँ अनि फ्रेस भएर आएँ। रातभरको अनिदो अनुहार फ्रेस नै त के हुँदो र, तरै पनि केही राहत महसुस भयो।
वेटर भाइसँग एक गिलास मनतातो कागती पनि मगाएँ। म जस्तै अरू केही यात्रुहरू पनि आउने जाने क्रम बाक्लिँदो थियो। भित्तामा टाँसिएको टेलिभिजनमा देश विदेशका रेकर्डेड समाचार र अन्तर्वार्ताहरू बजिरहेका थिए। कागती पानीको चुस्की मार्दै केही समयपछि एक कप कफी है भाइ भनेर खाजाघर अगाडिको पार्किङ छेउमा उभिएँ। जहाजहरू आउने जाने क्रम उस्तै थियो। बाहिर चिसो हावाको स्पर्शमा आफ्नोपन थियो, देशको माया थियो। एउटा मान्छे सरासर खाजाघरभित्र छिर्यो र केही समयपछि खै के भन्दै मेरो छेउमा आएर उभियो। मलाई कागती पानीले एक प्रकारको आनन्द मिलिरहेको थियो। तपाईँ विदेशबाट आउनुभएको हो? उसले हठात सोध्यो। होटल सोटल जाने भए भन्नु, म सस्तो मस्तो मिलाइदिन्छु। ट्याक्सी पनि चाहिन्छ कि? मैले आफू बिहानै यहीँ अगाडिबाट जापा जाने कुरा बताएँ। उसले ए भन्दै एक प्याकेट बोला स्वाट्ट मुखमा हाल्यो र पार्किङको भुइँमा पिच्च थुक्दै भन्यो, खै हौ नेपालीहरू कहीँ गएर पनि सुरक्षित नहुने रहेछन्। पिआर भनौँ के गर्नु, आफ्नै पहिले त मार्दो रहेछ। मलाई उसको कुरामा जिज्ञासा बढ्यो। किन र भाइ, कसले मार्यो? मैले जिज्ञासु प्रश्न गरेँ। हिजो बेलुका अस्ट्रेलियामा एउटी नेपाली नर्सको हत्या भएछ नि त। टिभीमा ब्रेकिङ न्युज आइरहेको छ। उसकै बुढोले मारेको पुष्टि भयो रे। त्यो पनि नेपाली नै रहेछ। पुलिसले पक्रिएछ। उसका कुरा सुनेर को रहेछ त भन्दै म फेरि खाजाघरभित्र छिरेँ। टिभीमा ब्रेकिङ न्युज बजिरहेको थियो। फ्लाइटमा मृतक नर्सको तस्बिर सार्वजनिक भएको थियो र लेखिएको थियो मृतक अनु ढकाल। त्यो समाचारले मेरो होस हवास उडायो। इन्तु न चिन्तु पाएँ म। हातको सिसाको गिलास कति बेला भुइँमा खस्यो र झर्यामझुरुम भयो, पत्तो भएन। होसमा हुँदा मलाई खाजाघरको बेन्चमा केही मानिसहरूले अम्किरहेका थिए। खाजाघरकी दिदीले सोध्दै थिइन्, भाइ के भयो तपाईँलाई? टिभी हेर्दा हेर्दै बेहोस हुनुभयो त, हस्पिटल जाने हो कि? मैले भन्न सकिनँ उनलाई कि टिभीको पर्दामा मेरो प्रेमको अन्तिम तस्बिर दुनियाँले हेरिरहेको छ। भन्न सकिनँ मेरो होस नखुलेको भए हुन्थ्यो भनेर। चाहेर नचाहेर पनि जो अझैसम्म मेरो मुटुमा थियो, उसको अन्त्यसँगै मेरो मुटुको चाल रोकिएको भए हुन्थ्यो। जसरी त्यो बेला म प्रेम गर्छु तिमीलाई भनेर मेरी अनुलाई भन्न सकिनँ, त्यसै गरी यति बेला ऊ मेरो कोही होइन भनेर स्वीकार गर्न पनि सकिनँ। त्यो दिनदेखि अहिलेसम्म निरन्तर म श्लेषमन्तकको उचाइबाट मेरी अनुको शरीरलाई निसङ्कोच जलाउने चिताग्नि हेरिरहेको छु। चिताको अग्निले निमेषभरमै उनलाई खरानी बनाइदियो। मेरो छातीमा दन्किएको हृदय अग्निले मलाई पल पल जलाइरहेको छ। हत्याको 6औं दिन अस्ट्रेलियाबाट लास झिकाई त्यही घाटमा उनको अन्त्येष्टि गरिएको थियो। झापाबाट काठमाडौँ जाँदाकै त्यो नादान अनुलाई मैले हात हल्लाएर बिदा गर्न समेत पाएको थिइनँ। चितामा राख्दै गर्दा उसलाई अन्तिम पटक हगालेर बिदा गर्न पनि सकिनँ, किनकि ऊ कसैकी छोरी थिए, बुहारी थिए, तर दुनियाँले देख्ने गरी मेरी प्रेमिका थिइन। भित्रभित्र एक सागर आँसुहरू लुकाएँ। यादहरूलाई मनभित्र सँगालेर चिताको अन्तिम खरानी बगाउँदै गरेको बागमतीले हात हल्लाउँदै भने, अलविदा अनु।